धेरै साथीहरूले भन्नुभएको थियो यस्तो भिडियो कसरी बनाउने भनेर। ल हेर्नुस् है त। तपाईले पिस आर्ट खोल्नुहोस्। यसरी पिस आर्ट खोलेपछि मैले यो फोटो चयन गरेँ। फोटो चयन गरिसकेपछि म यहाँ ड्रमा जान्छु। ड्रमा गएर कलर चुज गर्छु। कलर चुज गरेपछि रातो छान्नुहोस्। त्यसपछि रातो छानेपछि यहाँ मङ्गलम गरुडध्वज भन्दै सिन्दुर हाल्ने है। सिन्दुर हाल्नुहोस्। त्यसपछि यसमा मोटो पातलो भयो भने यसलाई मेट्न पनि मिल्छ यो इरेजरले। यसरी मेट्नुहोस्। अनि त्यसपछि स्टिकरमा जानुहोस् है। स्टिकरमा तपाईहरुले सर्च गर्नुपर्ने हुन्छ। यसमा मङ्गलसूत्र भनेर लेख्नुहोस्। यहाँ मङ्गलसूत्र आउँछ है। यसरी थुप्रै एउटा चयन गर्नुहोस्। चयन गरेपछि यहाँ मिलाउनुहोस्। त यसरी मिलाउनुहोस्। त्यसपछि यसलाई इरेजरले मेट्न पनि सकिन्छ, मिलाउन सकिन्छ। यसरी मिलाउनुहोस्। ल हेर्नुस् दुरुस्तै भयो है। यसपछि राइट चिन्ह यसमा टिक लगाउनुहोस्। यसपछि यो ओके भइसकेको छ। टिक लगाउनुहोस् फेरि पनि। अब यसलाई सेभ गर्नुहोस्। सेभ गरेपछि तपाई यो डिभाइसमा सेभ गर्नुहोस् है। सेभ गरिसकेपछि अब तपाई टिकटक खोल्नुहोस्। आफ्नो टिकटक प्रोफाइल खोल्नुहोस् र मैले यसमा लाइक गरेर कुनै भिडियो यसरी चुज गरेको थिएँ। क्यापकटको यसरी चुज गर्नुहोस् अनि युजमा टेम्प्लेटमा टच गर्नुहोस्। त्यसपछि आफूले बनाएको यो फोटो छान्नुहोस्। मैले दुईवटा फोटो छानिसकेँ। अब हेर्नुहोस् यसरी भन्छ ल सिन्दुर हालेको, माला लगाएको अनि मङ्गलसूत्र लगाएको। यसरी बनाउनुहोस् है। धन्यवाद।